स्वागत छ। आज हामी भर्खरै खुलेको एलएस होराइजन 12 म्युचुअल फन्डको नालीवाली बुझ्नेछौँ। 12 वर्षमै 209% लाभांश सुन्दा अचम्म लाग्छ नि होइन? आउनुहोस् यसको भित्री यथार्थ केलाउँ। गजबको कुरा, यसमा लगानी सुरु गर्न मात्र 1000 रुपियाँ भए पुग्छ। 1 अर्ब 20 करोडको यो फन्डमा 10 करोड 20 लाख एकाइ सर्वसाधारणलाई छुटाइएको छ। वैशाख 30मा खुलेको आवेदन छिटोमा जेठ 4 र ढिलोमा जेठ 13 गते बन्द हुनेछ। प्रक्षेपण हेर्दा पहिलो 3 वर्षमा 10 देखि 12% लाभांश दिने कम्पनीको लक्ष्य छ। त्यसपछि चौथो वर्ष 15% अनि 5औं देखि 12औं वर्षसम्म लगातार 20% दिने निकै महत्त्वकांक्षी योजना छ। यसरी हिसाब गर्दा आजको 1000 रुपैयाँ 12 वर्षमा झण्डै 4007 रुपैयाँ पुग्नेछ। लगानी रणनीति अलि आक्रामक छ। आधा जसो रकम स्मल क्याप अर्थात् साना कम्पनीमा जानेछ। तर नआत्तिनुहोस्, जोखिम घटाउन मुद्दती निक्षेप र सरकारी ऋणपत्र जस्ता सुरक्षित ठाउँमा पनि लगानी हुनेछ। प्रवर्धक र व्यवस्थापक दुवैले केयर रेटिङ्सबाट लगानीको लागि सुरक्षित मानिने राम्रै ग्रेडिङ पाएका छन्। अब कुरा गरौँ सबैभन्दा महत्त्वपूर्ण पाटोको, प्रक्षेपण र बजारको वास्तविक अवस्था। देशे 9% प्रतिफल सुन्दा त गज्जब लाग्छ, तर याद राखौँ शेयर बजारमा ग्यारेन्टी भन्ने केही हुँदैन। इतिहास पल्टाएर हेर्ने हो भने नेपालका धेरै फन्डले सुरुवाती महत्त्वकांक्षी लक्ष्य पूरा गर्न सकेका छैनन्। अर्को कुरा, यो बन्दमुखी फन्ड हो, अर्थात् हाम्रो लगानी पुरै 12 वर्षको लागि लक हुन्छ। बीचमै पैसा चाहिए टिएमएस मार्फत बेच्न त सकिन्छ, तर मूल्य अंकित भन्दा निकै कम हुन सक्छ। त्यसैले जोखिम र प्रतिफल तौलेर मात्र लगानी गरौँ। के यो फन्डले साँच्चै बजारलाई जित्न सक्ला त?